विगत धेरै वर्षदेखि नै चलि र पहिला नै सूचित भएर जति पनि हाम्रा चार्ज भाग मिलाइदिने म निवेदन गर्छु र अब सोझै म कार्यक्रम उहाँहरूलाई हामीले छुट पनि दिनुपर्छ र हाम्रो बुहारी सायद अब उहाँहरूको आकर्षण गर्दै हुँदै नमस्कार सबैमा। आज दिनाङ्क 29 जुन 2025 तथा अनुसार विक्रम सम्वत विश्वकर्मा समाजद्वारा सानो विशिष्ट अतिथिगण प्रति हार्दिक स्वागत तथा अभिनन्दन जनाउँदछौँ। आजको कार्यक्रमको अघि बढाउन लागिरहेको छु म प्रिया सिंहछमी र कुनै पनि कार्यक्रम सुरु गर्न अघि हामीलाई सभा अध्यक्षको जरुरत पर्न गर्छ हुनुहुन्छ भने म नम्र निवेदन गर्छु। अनि प्रीतिका सिंहछमीलाई रोशन दियालीज्यू प्रमुख अतिथि हुनुहुन्छ श्री एनएल रामदास। ताली मारिदिनुहोस् है सबैले। सबैलाई जोरदार थप्पडी दिनुहुन्छ भन्ने आशा गर्छु। अनि श्री रयन रामदास हाम्रो समाजको अध्यक्षको रूपमा उहाँले प्रस्ताव राख्नुभयो। यसै प्रस्ताव स्वरूप आज भगवती विश्वकर्मा समाजले सम्पूर्ण पाएको छौँ अर्पण गरिदिने निवेदन गर्दछु। सम्बोधनको निम्ति सहसचिव श्री समय रसाइली दाजुलाई तयार भइदिनु हुने अनुरोध गर्दछु। Gamaya tamasuma Jyotirgamaya Mrityurmamritam Gamaya आइतबारको दिन वागुली विश्वकर्मा समाजद्वारा हर साल झैँ असारको 15 को दही चिउरा हरिसाबहरू बुझाउने हिसाबले पनि यो हाम्रो सबैभन्दा ठुलो कुरो कसैको छैन। यस्तो हाम्रो विश्वकर्मा समाजको आफ्नै भवन हामीले बनाउन सुरु गरेका छौँ जो उनीहरूलाई पनि थाहा छ। हिजो मात्रै हामी सबै
आफ्नो आफ्नो कसैले श्रमदान बिहानदेखि बेलुकै आएर खटेर पनि गरिरहेका छन्, कसैले आफ्नो बुद्धि चलाएर पनि गरिरहेका छन्। आफ्नो आफ्नो हिसाबले जसले जहाँ भ्याउँछ त्यो हिसाबले सबैले भ्याउँ। त्यसमा पनि कसैले मन बढाएर दिनुहुन्छ भनेदेखि त्यसलाई हामी पुरा स्वागत छ भनेर हामी त्यसरी नै कुरा राखेका छौँ। नभन्दा सबैले नै आफ्नो आफ्नो हिसाबले र यो कलममा भएको छ 52,950 उठेको छ। अनि अर्को कलममा छ जुन 15 तारिक उठेको छ बबुल रामदामुबाट 1000, सीमा शासन गर्न 1000, प्रवेश लोहार 1000 र 22 जुनमा उठेको छ मेघेन्द्र खातीबाट 1000 गर्दाखेरि त्यसमा हुन्छ 17,000। र यो जति पनि छ यो विश्वकर्मा समाजको पक्षबाट आफ्नो समाजभित्रका जो अब्बल दर्जामा विद्यार्थी र उनीहरूको अभिभावकहरूलाई सानो आर्थिक सहयोगसँगै अभिनन्दन जनाइने कार्यक्रम छ। यसरी बुढापाकाहरूले हाम्रो समाजका यही अब्बल दर्जामा परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई आशीर्वाद दिँदैछन्। अब विद्यार्थी नानीहरू र उहाँको गार्जेनहरू यहीँ बसिदिने र बाँकी पर्छ र हाम्रो काकी जतिले खला अर्पण गरिदिनु भएको नानीहरूलाई उहाँहरू आइदिनु होला। हाम्रो काकी, हाम्रो सुशील दाजु, हाम्रो काइला यस्तो प्रकारले सबैले आशीर्वाद दिँदैछन् नानीहरूलाई आशीर्वाद विश्वकर्मा समाजको अगाडिका विद्यार्थी नानीहरूलाई आफ्नो पक्षबाट आउनुहोस् यहाँ नानीहरू फोटो खिच्न हाम्रो जन्मकला बहिनी हाम्रो गणेश दाजुलाई फुटिन्छ। गणेश दाजुलाई म 2025 पौडी विश्वकर्मा समाजको यो विद्यार्थी अभिनन्दन कार्यक्रम साथै प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण सबैलाई समाजको तर्फबाट सबैलाई धन्यवाद दिन्छु। यसै धन्यवाद उहाँहरूलाई धेरै धेरै बधाईको साथ अनि उहाँहरूलाई शुभकामना, धेरै धेरै आशीर्वाद। अनि अध्यक्ष भाषण राख्दै हाम्रो अध्यक्ष विश्वकर्मा समाजको अगाडिका अध्यक्ष मौका पायौँ हाम्रो समाजले र तपाईँहरूलाई हामीले एउटा अभिभावना पनि थपेको छौँ है तपाईँहरूलाई हामीले अभिभावकले जानु होला। अनि भविष्यमा हामीले हाम्रो नयाँ भवन बन्नेपछि त्यहाँ फेरि तपाईँहरूलाई फेरि हामी कार्यक्रमको अन्तमा गएर आजको यो असार 15 गतेको दही चिउरा पनि सम्पूर्ण सदस्यहरूलाई खुवाउने बाँडिने कार्यक्रम रहेको छ। दही चिउरा पनि यहाँ आइसकेको छ। यसो सम्झेर ल्याउँदाखेरि हामीले विश्वकर्मा समाजले मात्रै नानीहरूलाई, हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई उनीहरूलाई प्रोत्साहन गर्नको निम्ति यसरी अभिनन्दन कार्यक्रम हाम्रो विश्वकर्मा समाजले मात्रै गरिरहेको छ जस्तो मलाई लागेको छ। हाम्रो विद्यार्थी भाइ बहिनीहरूले हामीलाई मौका पनि दिइरहेका छन्। पहिला पहिला त झन् साह्रो थुप्रै हुन्थे, हामीले माध्यमिक अनि आइसिएसले सम्बर्धना गर्न मौका पाएका थिएनौँ। र आज अघि हाम्रो सचिव महोदयले तपाईँहरूलाई जानकारी गराइसक्नुभयो। हामीले किन एचएसलाई पनि क्लास 12मा पनि हामीले यो सामेल गर्न पर्यो, यो कुराहरू तपाईँहरू सबैलाई नै अघि जानकारी गराइसक्नुभयो। र हाम्रा यी विद्यार्थी भाइ बहिनीहरूलाई फेरि पनि कतिवटा कुराहरू मैले निरज पठाएर कति हेरेको छुइनँ, ठ्याएको छुइनँ, धेरै भएको छैन। अब
मैले हेरेको पनि छुइनँ, मलाई जानकारीमा आएको पनि छैन। हामी अगाडि बढ्नु हो भनेदेखि 1 नम्बरमै अघि हाम्रो सचिव महोदयले पनि भन्नुभयो, हामी देखिरहेको छ सबैको अगाडि छ, हामी के हुनुपर्छ, शिक्षित हुनुपर्छ। हामी शिक्षित भयौँ भनेदेखि कसैको अगाडि हामी गिराउनु पर्दैन। आफसे आप हामी कुनै पनि स्थितिमा, कुनै पनि परिस्थितिमा हामी जुझ्न सक्छौँ। केही भएकोले गर्दाखेरि नै आज हामीले हाम्रो त्यस्तो भरण थिएन र जे पनि गर्न सक्छौँ हामीले। राम्रो नानीहरूलाई थुप्रै दपरामा खानु मजा आयो। यसरी असार 15को दिन दपरामा चिउरा आउने पनि प्रबन्ध गरिएको छ पगडी विश्वकर्म समाजबाट।